हेलो साथीहरू, के छ? सबैजना सन्चै हुनुहुन्छ होला नि। म चाहिँ यो झोलामा चाहिँ सामा हालेर कहाँ जान्छ भने खोटाङ जाँदैछु होइन। के को लागि भने त तपाईँहरूको मनमा त भइहाल्छ। म चाहिँ उभौली, झन्डी, साकेला अनि पित्र नै भनौँ न होइन। अनि सबैले थाहा पाउनु हुने भनेको चाहिँ बुद्ध जयन्तीको लागि जाँदैछु। अनि कति रमाइलो हुन्छ गाउँमा जाँड खाने, नाच्ने होइन। अनि सबैजनाले मलाई, मेरो घरको मान्छेले चाहिँ भालेको मासु खान आइस भन्नुहुन्छ होला। तर भालेको मासु मात्रै होइन, म नाच्नु पनि आएको होइन। कति धेरै रमाइलो हुन्छ नि त जाँड खाँदै नाच्दै होइन। अनि गर्मीको महिना भयो भने कोदोको जाँड ट्वाक्क पऱ्यो नाच्यो। अनि त्यति बेला चाहिँ हाम्रोमा कति धेरै पूजाहरू हुन्छ कि। अनि त्यो पूजाहरूको लागि पनि म चाहिँ गएको हो। अनि सिकारी पूजा हुन्छ, पाँचकने देवीको पूजा हुन्छ। अनि हाम्रो पित्र त भइ नै हाल्यो होइन साथीहरू। अनि मेरो चाहिँ फेरि यो चाहिँ फुटेको छ होइन। तर म यसलाई जोगाड गरेर चलाउँछु, किनभने पैसा महँगो पर्छ नि त। पैसा त कमाउनु त सजिलो छैन नि साथीहरू। अनि म त चिचा पनि छु कि। अनि त्यसको लागि जाँदैछु। अनि पाँचकने देवीको पूजा हुन्छ। अनि पाँचकने देवीको पूजा गरेको त्यो दिनको उहाँ पूजा गरेको थानको चाहिँ हामीले खानु मिल्दैन। कसैको भाकल छ अनि घरमा ल्याउनु भयो चाहिँ हामीले खानु मिल्छ साथीहरू। अनि हाम्रो सिकारी पूजा हुन्छ। सिकारी पूजा गरेको ठाउँमा चाहिँ हामी जान्छौँ, मासु खान्छौँ। यति मिठो प्रसाद हुँदैन साथीहरू, यति मिठो हुँदैन। अरू बेला पनि पापाले त्यही गरेर पकाउनु दिनुभयो भने मिठो हुँदैन कि। अनि त्यसले यति मिठो हुन्छ। अनि हाम्रो पित्र हुन्छ, त्यसमा पनि भाले नै काटिन्छ होइन। जाँड खाने हो, भालेको मासु खाँदै नाच्दै आउने हो साथीहरू। तर खोटाङको भिडियो हेर्नु छुटाउनु मिलेन है। नाचेको भिडियोहरू आउँछ। धेरैजना चाहिँ भइँदैन गाउँमा, किनभने सबैजना काठमाडौँतिर तराईतिर भइसक्नु भएको छ नि त। अनि त्यही भएर हो साथीहरू। तर जति थोरै भए पनि रमाइलो भिडियोहरू आउँछ, हेर्नु नछुटाउनु होला है त। बाई बाई। खोटाङको भिडियो हेर्नुपर्ने हुन्छ।